ल है साथी हो हिजो आज चाहिँ हामी चाहिँ हाम्रो गाउँ गुर्दुममै छौँ है। अनि त्यो आएको चाहिँ 2 दिन भयो र योपालि चाहिँ अब वेदर चेन्ज भएको कारणले एकदम पानीको पानी छ है। अनि योपालि चाहिँ हाम्रो गाउँघर चाहिँ अलिक छिटो नै हरियाली देख्दैछ, तपाईँहरूले देख्न सक्नुहुनेछ है। र वेदर चाहिँ निकै चेन्ज भयो भनौँ न। यति बेला चाहिँ एकदमै दिनहरू राम्रो हुने दिन, घामहरू लाग्ने दिन। तर योपालि चाहिँ 10, 12, 15 दिन जस्तो अगाडिदेखि चाहिँ एकदमै पानी परेर चाहिँ एकदमै चिसो पनि भइरहेको छ। र त्यही हो, सर्दी जिउमा हल्का सर्दी ज्वरो त्यस्तो पनि अब सबैजनालाई त्यस्तो देखिरहेको छ। मलाई पनि त्यस्तो हल्का फुल्का सर्दी चाहिँ गएको छैन भनौँ न, यो वेदर चेन्जले गर्दा पनि होला। र आज चाहिँ म तपाईँहरूलाई हाम्रो गाउँको दृश्य देखाउनको लागि चाहिँ अलिक माथिनिर जाँदैछु। माथिबाट पनि हाम्रो गाउँको अहिले चाहिँ के कस्तो दृश्य भइरहेको छ है, त्यो पनि हजुरहरूले हेर्नु होला। हाम्रो गाउँको दृश्य रिसेन्ट भनौँ न। र हाम्रो गाउँतिर चाहिँ यो गुराँसहरू पनि फुलेर है सक्नु लागेको रहेछ। हामी चाहिँ अस्ति फेब्रुअरी कति तारिक भने 10-11 तारिक आएको थियो। त्यसपछि चाहिँ अहिले मार्च 28-29 तारिक चाहिँ गाउँमा छौँ। 1-1.5 महिना बाद आउँदा चाहिँ एकदमै हरियाली छाइसकेको रहेछ। र त्यही भनिहालेँ, गुराँस पनि फुलेर झरिसकेको रहेछ है। र वेदर चाहिँ यस्तो वेदर चाहिँ एकदमै दामी देख्छ है। अझै पनि बर्खामा चाहिँ जब पानी परि उक्रिन्छ त्यति बेलाको भ्यू चाहिँ है अलगै लेभलको हुन्छ भनौँ न। र हजुरहरूलाई अलिक माथि गएर पनि हाम्रो गाउँको दृश्य देखाउने छु। ल है, यो चाहिँ हो हाम्रो गाउँको टपबाट देखिने हाम्रो गाउँको दृश्य है। 10 सेकेन्ड तपाईँहरूले सुन्नु होला। एकदमै सुनसान, अति नै प्यारो हाम्रो गाउँ चाहिँ। यतिको शान्त वातावरणले भरिएको छ है, एकदमै पिसफुल भनौँ न। एकदमै यहाँ आएर अब बस्दा चाहिँ यो वेदरमा एकदमै मनै हल्काउने यस्तै छ हाम्रो प्यारो गाउँ गुर्दुम। र यो चाहिँ हाम्रो घरको छेउमा चाहिँ अति नै दामी गुराँस फुलेर चाहिँ यस्तो मजाले है झरिसकेको छ, तपाईँले हेर्न सक्नुहुनेछ। त्यहाँतिर नाली ब्लक पनि भएको छ यी गुराँसले नै भनौँ न। र अहिले चाहिँ फेरि पनि पानी परेर छ भर्खर रहेको है। र हामी चाहिँ त्यही हो, अस्ति हावाहरू आएको थियो नि त, हावाले चाहिँ अलिक यता त्यता है यो घरहरू हाम्रो किचनहरू उडाएछ, जग्गा जग्गा उखालेछ। त्यही भएर चाहिँ त्यो रिपेयर गर्नु चाहिँ हामी चाहिँ आएको थियौँ। र भर्खर पानी रह्यो है। अब चाहिँ यहाँतिर हल्का फुल्का त्यो रिपेयरिङहरू गरेर चाहिँ है, यहाँतिरको योहरू रिपेयरिङ गरेर चाहिँ हामी चाहिँ फेरि माने भन्ज्याङ नै लाग्ने। ल है साथी हो, अब चाहिँ हाम्रो घरको सब काम सकेर चाहिँ अहिले चाहिँ माने भन्नेको लागि हामी जाँदैछौँ है। र सुस्मिता र रियान चाहिँ त्यहाँनिर जाँदैछ, रियान दोहोऱ्याउँदै है। र म चाहिँ अलिअलि सामान थियो त्यो बोकेर गएको। र अब चाहिँ त्यही हो, 1-1.5 महिना बादमा चाहिँ हामी चाहिँ गुर्दुम आइरहन्छ होला सायद है। किनभने सुस्मिता अलिक हिँडडुल गर्नु सक्दैन भनौँ न। र अहिले चाहिँ रियान दोहोऱ्याउँदै जाँदैछ। र अहिले चाहिँ हाम्रो गाउँको दृश्य चाहिँ अति नै सुन्दर भइरहेको छ, हल्का बर्खा लाग्ने बेला भएर। र यो बाटो पनि योपालि अलिकति बन्नेछ हो, तपाईँहरूले देख्न सक्नुहुनेछ। हाम्रो गाउँको बाटो पनि मजाको भइरहेको छ। र लास्ट टाइम तपाईँहरू हाम्रो गाउँको दृश्य चाहिँ यहाँबाट त्यस्तो उकालो देख्दैन, अलिकति माथिबाट चाहिँ देख्छ हो। देखाउनु पनि यहाँबाट देखिने दृश्य चाहिँ ओह्रालोकै सुन्दर छ। रियान हामी कहाँ गएको? रियान हामी कहाँ गएको? बान्ज्याङ। जाडो खाने गएको बान्ज्याङ खाँदै। ए रियान चाहिँ अलिकति हिँड्यो कि गल्यो भनेर बोक्नु लाग्यो होइन सुस्मिता?
अनि अनरहरू त सुँघ्ने। र उसको अनर चाहिँ अस्ति लडेर चाहिँ बातलित पिल्छिरहेको छ बदमास गरेर लडेर है हरियान त्यही हो। अब चाहिँ हामी रोड पुग्नु लागेको छौँ हो। अब चाहिँ रोड पुगेर चाहिँ हामी चाहिँ गाडी साडी स्टार्ट गरेर चाहिँ कहाँ जान्छौँ हामी भन्छेङ है। सो गाइस तपाईँहरू हेर्दै गर्नु होला बाई भन गर